नेपालको संविधान भाग 3 मौलिक हक र कर्तव्यमा चाहिँ धारा 16 देखि तपाईको 46 सम्म 31 वटा मौलिक हकहरू छन्। कसरी सम्झिनु है? सम्मान शोष संसार न्याय अपराध यानि सम्पत्ति ल्याए धार्मिक स्वतन्त्रता सुगोष स्वा शिक्षा भारोसम स्वाहा भन्ने खाद्य आवास मवादरित छँदै ज्येष्ठ सासा उपभोक्ता देश निकाला सबै ल्याएर छँदैको काम छैन। स्व भनेको स्वस्थ वातावरणको हक हो, सबै भनेको संवैधानिक उपचारको हक हो। र कसरी सम्झिने अगाडि भन्दाखेरि सम्मानपूर्वक मार्न पाउने हक त 16 मा छँदैछ। अपराधीलाई चाहिँ 21 तोपको सलामी दिने होइन, दण्ड दिनुपर्छ। त्यसै गरी तपाईको 26 बाट छवि कस्तो बनाउने? धार्मिक छवि बनाउने। त्यसै गरी एकति पढेको भन्ने शिक्षाको कुरा 31 मा भइहाल्यो हैन। त्यसै गरी चाहिँ तपाईको छत्तीसगढको खाना मिठो खाद्य भइहाल्यो हैन। अनि 41 मा चाहिँ 40 गरी जमाउनु 41 पुगेपछि चाहिँ ज्येष्ठ नागरिक बुढो भयो भन्ने कुरो यसरी बुझ्ने ल।